जुम्रा छोरी मान्छेकोमा त एजै पनि गर्छ एक जोडा जुम्रा त छ होला छोरी मान्छेको केसमा एजै अहिले त तपाईँको स्याम्पू निस्क्यो नि त धुने अब जस्तै जवान केटाकेटीहरूले त हमेसा 2 वर्ष हुँदैन मैल पर्दैन अब छोरा मान्छेको त खासै त्यति साह्रो हुँदैन अब देश विदेश सबैले खाए अनि फेरि नुहाउने अब धुइन्छ सटलक्कै जुम्रा त नामै छैन अहिले छोरा मान्छे बुढा केटाकेटीकोमा एउटा हाम्रै गाउँमा पनि मसिनो केटाकेटी जुम्रा देखेको कहाँ भन्नु न यो माथि खर्दा र कान्छाको घर बाहिरको ढाडी लिखा कुदिराखेको हुन्छ अनि पहिला त स्कुल जाँदा होइन सेतो सर्ट लगाउनु पर्ने अरे हौ लाजले अर्कोले केटीले यसो ढाडमा डुम्रा टिपेर यसो हातमा दिन्छ जाँठो लाजले यसो गरो टकटक्यायो कपाल यसो यसो दट लाजै मरुन्थ्यो नि ओकान जुम्रा त भुत्ला हो यो फेरि तिम्रो त भुत्ला पनि कस्तो कहिले भुत्ला छ भने नि फुलेको जस्तो यो यस्तो कसो यो कानमा भुत्ला आयो छातीमा बढी भुत्ला आयो भने त्यो याङ आउँछ अरे याङ चाहिँ भैँसी चाहिँ पाल्दा भैँसी पाल्दा मैले सुनेको यो एउटा कुरो बुझा छ एउटा कुरो मान्छेले केस पनि पाल्ने होइन र दारी पनि पाल्ने होइन भनेर भन्छ होइन मलाई दारी त मेरो अलिकति त्यति हुने बित्तिकै यो चिलाएर खपिसक्नु हुँदैन होइन कालो दारी त मलाई एउटा रहर केस पाल्ने चाहिँ हो कालो दारी त एउटा सौजिलो हुँदो रहेछ होइन पालेको नि यसो दुबईले यति यति बनाएको थियो नि कान्छा यो जाँटो सूर्यमा यति केस जहिले पनि छोड्थ्यो क्या यस्तो जहिले छोड्थ्यो तर गुन्द्रुक नि हो कान्छा गुन्द्रुक अरे त्यो अहिले नुहा भरे नुहा अरे ड्युटीमा जानुपर्ने अनि रहर चाहिँ मलाई केस पाल्ने चाहिँ थियो पालेँ पनि यति यति बनाइ पनि रहेँ तर गुन्द्रुक नि हो पुरा यस्तो अनि लु काम दिँदैन रहेछ यो भनेर अनि कहाँ थिएँ मलाई यो नङ पाल्ने यस्ता उस्तै यो के अरे हाम्रो महिलाले साह्रो नङ पाल्छ होइन यति लामो लामो हुन्थ्यो लामो हुन्थ्यो उसको त महिलाको त को नि मैले विष्णु सरको चाहिँ देखेँ विष्णु हुन्थ्यो विष्णु स्वरूप हुन्थ्यो अनि काम पनि गर्थ्यो कि तर साह्रो त्यो नङ जगाएर काम गर्थ्यो यति लामो लामो थियो नि हौ 2टा पाल्थ्यो नजगाउँदा त साथै जाइहाल्छ अनि दिउँसोभरमा 11 आली लाउँथ्यो विष्णुले एकदम राम्रो खाँदिएर उसको आली वल्लो छेउदेखि पल्लो छेउसम्म एउटै लेभलको हुन्थ्यो फेरि यति चिल्लो बनाउँथ्यो कि लिपेर माटो थप्दै केही भाटा राख्छ देखेको आली मिल्ने नि हौ गर्नु त धेरै चाहिँ नलाउने यो आजको केस काटिन्छ सर अब नयाँ बेहुलाले चिटिकै बनाउनु पर्छ यो अस्ति के अरे हौ यस्तो पनि छोरा मान्छेले केस त लाम पाल्नु हुँदैन पनि बिहे गरेपछि त अनि घुमाएर काबु भएर त कुरा गरेको त अब हिर्काउँ भन्दाखेरि हात चलाउँ भन्दाखेरि उसले पनि भरे दिन्छ कि के ठ्याप्पै समाउँछन् कि यहाँ पो दिन्छन् नि हो नि अनि झकेको कागज अहिले त भर्खर नयाँ आएको त्यसो गरी हाल्दैन होला पुरानो भएपछि त घुमाएर अब यसो नि फेरि आज बाबा आएन बाबा आएन थाहा पाइनँ मैले तर यो त त हिँड्दै पर्छ नि यताउता उता हाम्रोतिर त छैन सब
ल यतै आउनुहोस् अहिले देख्न